कतिपयलाई थाहा छ मेरो सपना एउटा युट्युबर बन्ने हो, एउटा सफल युट्युबर बन्ने हो। युट्युबर पछि धेरै कुरा जोडिने हुन्छ। कतिपयले भन्नुहुन्छ स्वार्थको लागि भन्नुहुन्छ, कतिपयले एकदम राम्रो भन्नुहुन्छ, हौसला दिनुहुन्छ, प्रदान गर्नुहुन्छ। आज म त्यही एउटा युट्युबर बन्ने सपना, मेरो सपनाको बारेमा यो भिडियो बनाउँदैछु। विशेष गरी नमस्ते, मेरो नाम फणीन्द्र राई हो। खास गरी म खालिङ राई हो, राई मात्र भन्ने गर्छु। बुझ्नुहुन्छ सानातिनो कुरा। आज तपाईले जुन वातावरण देख्नुहुन्छ, मेरो पछाडि हेर्नुहुन्छ, जुन मेरो मधुर भोइस सुन्दै हुनुहुन्छ, भोइसको पछाडि एउटा मिठास ब्याकग्राउन्ड धुन सुन्दै हुनुहुन्छ। मैले युट्युबर बन्न सपना त्यो बेला देखेको थिएँ। म चाहिँ 6-7 कक्षामा पढ्दै थिएँ। तर युट्युब भन्ने कहाँबाट सुने त्यो बिर्स्यो। मैले युट्युबर बन्ने सपना त्यो बेला देखेको हो, जुन बेला मसँग एउटा पेन्सिल किन्ने हैसियत थिएन। भन्न त अहिले पनि त्यो हैसियत भएको मान्छे त होइन, तर पनि म धेरै उठिसके माथि। मेरो परिवार उहाँहरूको साथ सपोर्टको कारण म उठिसकेको छु। कतिपय ठाउँमा त समस्या आउँछ, थाहा छ, तर त्यो बेला जस्तो अलि असफल चाहिँ हुँदिन कि। तपाईको माया सपोर्ट छ। आज भन्दैछु युट्युबर बन्ने सपना, युट्युबर बन्ने सपना। सपना भनेको यस्तो रहेछ क्या, जो तिमी कल्पना गर्छौ, भविष्य सम्झन्छौ, तिमी आफ्नो या कसैको भविष्य सम्झनु, केही कुराको कल्पना गर्नु नै सपना रहेछ। विशेष त म यस्तो हो, सफल युट्युबर भन्न। तपाईँले स्ट्रगल सङ्घर्षपछि सुख आउँछ भन्छन्, तर यसको लागि मैले विपरीत एउटा सफल युट्युबरको लागि अहिले उहाँहरूमा झार गुहार गर्नुपर्ने हुन्छ। किन थाहा छ? किनकि एउटा युट्युबरको लागि क्यामेरा स्रोत साधन बनाउन के चाहिन्छ त? क्यामेरा आवश्यक पर्ने हुँदा तपाईँहरूमाझ बिन्ती गरिरहेको हुन्छ। मैले टिकटकमा पनि भनेको छु र केही व्यक्तिले सपोर्ट गर्नुभएको छ। मैले उहाँहरूले दिनुभएको सपोर्ट, तपाईँहरूले दिनुभएको सपोर्ट खेर फालेको छैन, तर अझ त्यो माथि तपाईँहरूले दिनुहुन्छ र म क्यामेरा किन्न सफल हुन्छु भने। विशेष त म पब्लिकमा भ्लग होइन, यो हो क्या, यही सामाजिक सञ्जालको थ्रु माध्यमबाट कसैको लागि म सहयोग अपिल गर्न सकु, कसैको उपचार, कसैको समस्या टार्न सकु, त्यो हो मेरो माइन्डसेट। तपाईलाई लाग्न सक्छ तिमी आफ्नै जे स्रोत साधन छ त्यहाँबाट गर्न सक्छौ त, तर त्यो होइन, थाहा छ? कति हजारको फोन चलाउँदैछु म, अझ पूर्ण डिटेल भन्दैछु। त यो फोन 18,000 को होला,
तर कति चलाए होइन, म यो फोनबाट कति काम गर्छु र फोन कति ल्याएको हुन्छ। यो त सामान्य हो, साधारण हो। अझ ती व्यक्तिहरूलाई मात्र थाहा छ कतिले मबाट सपोर्ट पाए। अनि म यस्तो मान्छे हो, आफूमा नहुँदा पनि अरूलाई दिन खोज्ने। कतिपयको भावना त्यस्तै हुन्छ, आफूमा नभए पनि अरूलाई चाहिँ दिन खोज्ने या सहानुभूति देखाउने हुन्छ। अब कतिपय त निकै कठोर हुन्छ, तर आफूमा नै नभइसकेपछि के दिनु, के दिनु। मेरो अगाडि कसैले हात मागिरहेको छ, कसैले दान मागिरहेको छ, म के दिउँ त। हुन त मसँग इनफ क्यामेरा भएर क्यामेराले दिने त होइन, तैपनि प्लिज म हात जोडेर भन्छु, सहयोग गर्नु होला सकेको। र इच्छुकहरूले व्हाट्सएप नम्बर देख्न सक्नुहुनेछ, व्हाट्सएपमा मेसेज गर्न सक्नुहुनेछ। साथै युट्युब च्यानललाई सब्सक्राइब गरेर माया देखाइदिनु होला। र अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई छुट्टिन्छु। हस्, नमस्ते।